चैत्र नवरात्रको उपलक्ष्यमा दिदी घरमा 9 दिनको देवी पाठ सम्पन्न भयो। चैत्र शुक्ल पद्रिपदादेखि नवमीसम्म 9 दिन चल्ने यस नवरात्रमा भगवती देवीको 9 रूपको पूजा गरिन्छ र सर्वप्रथम पूजा गर्ने वेदी बनाइँदैछ। रङबिरङ्गी अक्षतालाई यसरी सजाएर देवी बस्ने वेदी बनाइयो। वेदी भनेको भगवान बस्ने आसन हो, जहाँ मध्यमा दुर्गा माता, चारैपट्टि 4 वेद, दियो कलश गणेश, शिवजी र लक्ष्मीनारायण भगवान स्थापित गरिन्छ। पहिलो दिनलाई घट स्थापना भनिन्छ। त्यस दिन एउटा घडामा जल हाली माथिबाट आँपको पत्ता र नरिवल राखी जौको जमरामाथि यसरी स्थापित गरिन्छ। 9 दिनसम्म क्रमैले पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र 9 दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ। दिदी घरमा बेलुकी सधैँ भजन कीर्तन पनि हुन्थ्यो र 9औं दिनमा यज्ञ हवन र पूर्णाहुति गरी व्रत समाप्त गरिन्छ। यहाँ हवन कर्म भइरहेको छ। भगवती दुर्गालाई खीर अत्यन्त प्रिय भएकोले खीरको आहुति पनि दिइयो र अन्तमा नवदुर्गा माताको स्मरण गर्दै 9 वटा दियो बाली आरती गरेर पूजा समाप्त भयो र 9 जना कन्याकेटीहरूको गोडा धोएर टीका लगाई दान दक्षिणा गरेर मात्र दिदीले व्रत तोड्नुभयो।